बालेन्सालाई गैर जिम्मेवार, गजेडी र गाजाको तालमा स्टाटस लेख्छ भन्ने हर्क साम्पाङ, यस्ता तुच्छ अभिव्यक्ति प्रयोग गर्ने हर्क साम्पाङ, हेर्नुस् त उहाँको गैर जिम्मेवारी अभिव्यक्ति। श्रद्धाञ्जली दिनुभएछ, उहाँ जिउँदै हुनुहुन्छ। इन्डियाको नायक रहेछ, प्रवास भनेर लेख्नु भएको छ तपाईँले। खै मलाई थाहा भएन त्यो कहाँको नायक। मान्छेले के बुझ्यो भनेदेखि तपाईँ यस्तो छ त्यो छोड्यो। त्यो तपाईँको के अरे धेरै कुराहरू आउँछन् जान्छन् होइन। के एउटा शिक्षा के लिनुभयो त्यहाँबाट? होइन, शिक्षा मैले के लिने र, शिक्षा के ल्याएको छैन, केही छैन। सोसल साइट्समा धेरै कुराहरू। यसको बारेमा के भन्नुहुन्छ हर्क साम्पाङजी? त्यसमा पनि हामीले वाह भनिदिनु पर्ने हो। एउटा माननीय जस्तो व्यक्ति बिना तथ्य न कुनै प्रमाण बिना अन्तर्राष्ट्रिय कलाकारलाई यसरी तपाईँ कुन तालमा, कुन गाँजाको तालमा तपाईँले स्ट्याटस लेखेको त्यो भन्नुहोस् न। आफ्नो गल्तीलाई चाहिँ तपाईँ जिम्मेवारी लिनै नखोज्ने, अर्काले चाहिँ जिम्मेवारी लिनुपर्ने हो। त्यो कुरामा चाहिँ जनताले वाही गरिदिनु पर्ने हो। तपाईँलाई लाज लाग्दैन? यो कति ठुलो विषय हो, त्यो तपाईँले सोच्नु पनि सक्नु भएको छ। यस्तोलाई इग्नोर गर्नुपर्ने र हामीले जसरी पनि बालेन्सालाई नराम्रो देख्नुपर्ने, तपाईँलाई चाहिँ सर्वोपरि सोच्नुपर्ने। वाह, एउटा माननीय जस्तो व्यक्तिले यस्तो गैर जिम्मेवारी टीका टिप्पणी दिँदै हुनुहुन्छ। तपाईँलाई न पस्ताव, न रिग्रेट, न कुनै लेसन। कति दम्ब छ है तपाईँलाई? तपाईँको ओह्रालो लाग्ने दिन धेरै छैन हर्क साम्पाङजी। यस्तै पारा हो भने र इतिहास बोकेका पार्टी त सिद्धियो भने तपाईँ चाहिँ कति दिनको पाहुना हो त्यो भन्न सकिँदैन।